यसलाई के भन्छ रे आमा साङसिन यहाँ कोइला हालेर चाहिँ यो साङसिन हो अनि यो धुवा चाहिँ मलाई नि मिठो बास्न लाग्छ अनि यो सुक्पा हैन भन्नु न के म यो अघि मैले पानी हालेको कोठामा छेकाङ्ग नि यसो घुमाउने मनमा नै राम्रै अनि कुण्डमा गएर के मनमा के बोल्नु कुण्डमा गएर अनि आफ्नो मनमा के इच्छा छ मेरो आफ्नो मनले म राम्रो होस् अनि आमा छोरीमा मैले आशीर्वाद दिनु मैले छोराछोरी दिनु मैले पैसा कमाउनु म केही छैन तिमीले सबै तिमीले हेरिदिनु तिमीको छोरा हो म भन्नुपर्छ नि हो नि ल म गएको है तिमीले मेरो छोरा म भनेर म गएको आमा रोटी बनाउन लाग्छ लेट्स गो इनसाइड माई रुम so this is a small room so यहाँ यो पानी सानी हाल्ने साधारण हुन्छ This is my first science. I feel like I'm doing not so well, though I'm trying. So I'm doing on my own way. Okay, gonna thane छैन so आफ्नै पारमा गरिरहेछु म नि आमाले सिकाउनुहुन्छ पछि भयो होला त त्यो के हाल्ने अर्को यसलाई चाहिँ के भन्छ यो चाहिँ के को लागि कुण्डको लागि धेरै सरी आमा यस्तो गाह्रो भएर नि मलाई साथ दिनुभयो मर्निङ टाइम म चाहिँ अब कुण्डमा जान्छु बल्ल घाम लागिरहेछ डाँडामा चाहिँ बिहान दिउँसो हावा चलिहाल्छ सो म जान्छु कति राम्रो हो तल गाउँ हाम्रो नाम्साहरू यस्तो देखिन्छ So we can see here Sagatam, welcome to Parvati Kunda Jathabavi for गर्न बनाइछ यहाँ चाहिँ पूजा गर्ने भयो so Parvati Kunda is morning time you can see like this चाहिँ धाराहरू छ साइडमा यस्तो पानधेरी पनि यहाँ जम्मा हुन्छ त्यहाँ पनि जम्मा हुन्छ दुईटा ठाउँमा सो बिहानको यस्तो छ यो पानी अलिक कम भएर रहेछ यो यहाँ त यहाँबाट पानी झर्थ्यो यहाँबाट धेरै पानीहरू झर्थ्यो तलबाट मात्रै आउँदो रहेछ अहिले सो कुण्ड चाहिँ अहिले बिहान यस्तो देखिन्छ वरिपरि सो आज म बुवा चाहिँ अब तल गाउँमा मान्छे बित्नु भएको थियो नि त दुईजना मान्छे उहाँहरूको लागि पूजाहरू गर्न जानुभयो अनि त्यसैले म चाहिँ अब यहाँ बुवाको साथमा अब यो गर्न आएको बुवाले जे जे गर भन्नुभएको छ त्यो गर्न आएको तर खोइ किन मैले यो फर्स्ट टाइम गरेर यो हेर्दाखेरि केही जस्तो लाग्दैन तर आफूले लियो त्यसपछि यसो हेर्दा त
कस्तो मनै शान्त हुने रहेछ यो पूजाहरू गर्ने मान्छेहरू मन शान्तै हुन्छ जस्तो छ ल तर यो धर्चेहरू पुरै हावाले पुरै झारेछ यस्तो छ पार्वती कुण्ड हेर्नु न ल कस्तो दामी देखेको छाया क्या माथिको छाया डाँडामा घाम लागेको छाया कुण्डमा यस्तो देखेको छ ल It's nice to see all in the morning time, man. So now म चाहिँ छेउछाउतिर जानु पर्यो के के छ क्या हो के को यो भाइब्रेट आइरहेको यस्तो यहाँ अब कुण्डमा चाहिँ अब फोहोर सोहोर भयो भने चाहिँ अब फोहोरहरू भयो भने चाहिँ यहाँ चाहिँ आउँछ अरे क्या एउटा हाँस जस्तो हुन्छ यो कुण्ड सफा गर्ने एउटा चरा हुन्छ अरे अनि त्यो चरा चाहिँ अनि अब शान्त हुने बेलामा चाहिँ मान्छेहरू नआउने बेलामा आएर सफा गर्दो रहेछ अब यो अहिले यस्तो छ यहाँ फोहोर धमिलोहरू छ होइन यहाँ फोहोर धमिलोहरू छ पछि दिउँसो आयो भने सफा भइसकेको हुन्छ क्या अनि यस्तो छ एकदम आनन्द रिल्याक्स फिल हुन्छ चराहरूको आवाज होइन चिरिक चिरिक गरेको बर्ड साउन्ड सुन्दाखेरि एकदम रमाइलो लाग्छ म एकछिन स्टप गर्छु तपाईँ आफै सुन्न आवाजहरू यहाँ के आउँछ भनेर सायद भिडियोमा नसुनेको होला तर मैले चाहिँ पुरै सुनिरहेको छु कस्तो मजाको मौसम यो बिहान टक्क लाएर ल त्यहाँ हिमालमा त्यहाँ पारि त अलिअलि हिउँ पनि परेको रहेछ अलि सेतो रहेछ आज चाहिँ त्यो पारि डाँडा के हुन्छ होला त्यस्तै छ गाइस and then I almost complete यो एरियामा हिँडेर म चाहिँ बिहानको बेलामा आमाले भन्नुभएको कुण्डमा गएर यो गर पूजा भन्नाले योलाई बालेर सबै ठाउँतिर हिँड्दै गर अनि मैले फर्स्ट टाइम थियो सो मैले नि जस एक्सपिरियन्स गरेँ फर्स्ट टाइम कस्तो हुन्छ भनेर कुण्डभित्र आएँ यति सुनसान छ आनन्द मन कति हल्का हुने चराचुरुङ्गीको आवाज बर्ड्स होइन कस्तो आनन्द छ आफूलाई पिसफुल माइन्ड फिल हुन्छ झन् यहाँ पार्वती कुण्डको यो तालकोमा त्यो छाया जुन देखिन्छ नि यो रुखहरूको यो डाँडाहरू पहाडहरूको धरि छाया देख्छ यस्तो अब्जर्भ गर्दाखेरि यति मन पिसफुल हुन्छ नि आनन्दले भरिन्छ मन मैले यो लगभग सकेँ यो ठाउँ अनि त्यसपछि म हिँडेँ ढोकामा अनि एकछिन घन्टी पनि बजाएँ and then I closed the door properly and I moved towards to the temple जहाँ चाहिँ अब पहिला हामी सानो गाउँमा हुँदाखेरि चाहिँ यहाँ चाहिँ आर्मी ब्यारेकबाट कति धेरै आर्मीहरू आउँथ्यो क्या अनि हामी भेट्थ्यौँ है अनि यो मन्दिरमा चाहिँ कति पूजा गर्नुहुन्थ्यो क्या
अनि हामीलाई त यस्तो पहिला यति रमाइलो लाग्थ्यो होइन, यति रमाइलो लाग्थ्यो आर्मीहरू ग्रुपमा आउँदाखेरि। यस्तै छ। अनि देन म चाहिँ अब यो मानेहरूको वरिपरि एक राउन्ड हानेर जाने भन्ने सोच गरेँ। सो आई डिसाइडेड एन्ड देन म चाहिँ यो ठाउँ एरिया मात्रै, अनि छेउमा त अब पहिरो पनि गएको देखियो। एन्ड देन म चाहिँ अब यसो राउन्ड हाने, मानेहरू थियो। म पहिला हुँदा त यस्तो झन्डाहरू दर्जे भन्छ, यो चाहिँ पहिला त्यस्तो धेरै थिएन। तर यसपालि चाहिँ 6 वर्षपछि गाउँ आयो होइन, त्यसपछि यस्तो दर्जेहरू धेरै रहेछ पुरै गाडेको। एन्ड देन आई मुभ होइन, यही हो मन्दिर जुन पहिले आर्मीहरू आउनुहुन्थ्यो, पूजा गर्नुहुन्थ्यो। अहिले बाहिरको मान्छेहरू पनि धेरै आउनुहुन्छ, यहाँ पूजा गर्नुहुन्छ, कुण्डमा नि पूजा गर्नुहुन्छ, पानी लाग्नुहुन्छ। How do you feel the vibes of Bell? Isn't it so peaceful, right? अनि त्यसमा चाहिँ मैले अब यस्तो हेरेँ, यो चाहिँ पहिलातिर बनाएको होइन, 2055 बनाएको रहेछ यहाँ। एन्ड देन यहाँबाट देखिन सकिन्छ साइडमा टोइलेट पनि। एन्ड लाङटाङ हिमाल बिहान मर्निङ टाइममा यस्तो दामी देखिन्छ। बट आई कुड नट क्याच द गुड क्वालिटी टाइम। सो फाइनली म चाहिँ घर आइपुगेँ। सो आजको लागि यति नै भिडियो। कस्तो लाग्यो तपाईँहरूलाई अन्तिमसम्म हेर्नुभएको छ अनि होप यु गाइज लाइक इट। सी यु इन द नेक्स्ट भिडियो। बाई बाई गाइज।